नमस्कार सम्पूर्ण साथीहरूलाई मैले चाहिँ होइन फेरि पनि अर्को भिडियो चाहिँ के भन्न आएको छु भनेपछि सम्पूर्ण साथीहरूलाई चाहिँ यो पनि जानकारीमूलक भिडियो हो होइन। कतैतिर चाहिँ दुःख परेको होला, कतैतिर के परेको होला होइन, कसलाई अप्ठ्यारो परेको होला, कतातिर होइन कुनै अशक्त होलान् होइन, अशक्त मान्छे होलान्, त्यो ठाउँमा पनि आफ्नो चाहिँ ध्यान आकर्षण जानुपर्छ र हाम्रो चाहिँ समाजले मिलेर हुन्छ, कसरी हुन्छ त्यहाँनिर पनि होइन आफ्नो चाहिँ होइन सबै दुःख पाएका होइन नसक्दा होइन असक्ताहरूलाई पनि सकेसम्म होइन सहयोग गर्नुपर्छ भनेर चाहिँ गाउँ अथवा हाम्रो चाहिँ सब समाज होइन हाम्रो नेपाल सबै मिलेर सबै अब देश विदेशका सम्पूर्ण साथी मिलेर चाहिँ त्यस्तोलाई चाहिँ सहयोग गर्नु भएपछि धेरै राम्रो हुनेछ भन्दै मैले चाहिँ यो भिडियोमा बोल्दैछु। र साथै अब कतैतिर के परेको हुन्छ र कतैतिर के परेको हुन्छ भनेपछि अब सम्पूर्ण साथीहरूलाई चाहिँ जानकारीमूलक भिडियो चाहिँ बनाउँदैछु र तपाईँहरूलाई चाहिँ के कस्तो लाग्छ होइन, यदि तपाईँहरूलाई चाहिँ सहयोग गर्ने विचार हुनुहुन्छ भनेर कतैलाई चाहिँ होइन मैले चाहिँ होइन कतातिर सहयोग दिनुपर्छ र कसलाई के भएको छ भनेर चाहिँ मैले भिडियो लिँदै गर्नेछु र सम्पूर्ण साथी यदि सहयोगी मनका साथीहरू हुनुहुन्छ भने मैले चाहिँ तपाईँहरूलाई भिडियो मार्फत म देखाइदिन्छु कतातिर के छ कस्तो छ। यदि सहयोगी मार्फत हुनुहुन्छ भने सम्पूर्ण साथीले चाहिँ कमेन्ट गर्नुहोला र थोरै भए पनि सहयोग गरेर चाहिँ साथ दिनुपर्छ कतातिर के हो कस्तो होइन। तर सम्पूर्ण साथीले चाहिँ त्यसो गरेपछि चाहिँ हाम्रो सरकारसम्म पनि यो ध्यान आकर्षण जानुपर्छ कतातिर के परेको हुन्छ कतातिर के परेको हुन्छ होइन। कसैलाई चाहिँ अशक्त हुन्छन्, कोही गम्भीर घाइतेहरू भएको हुन्छन् है, त्यस्तो ठाउँमा चाहिँ आफूले चाहिँ उपचार केन्द्रमा राम्रो गरिएपछि चाहिँ हाम्रो चाहिँ सफल भविष्यको कामना हुन्छ र साथै हामीले चाहिँ त्यस्तोमा चाहिँ होइन हार खान हुन्न, गर्छु भनेर चाहिँ सोच्नुपर्छ सकेसम्म होइन। त्यही हो, यो भिडियो चाहिँ कस्तो लाग्यो होइन, यदि तपाईँलाई चाहिँ राम्रो लागेछ भने हजुरले चाहिँ सहयोगी मनका साथीहरू हुनुहुन्छ भने यो भिडियोमा चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ। साथै मैले चाहिँ होइन सम्पूर्ण साथीहरूलाई चाहिँ कतातिर के परेको छ र थोरै अब कतातिर के लगाउनुपर्छ यदि मैले चाहिँ त्यस्तो यस्तो ठाउँमा पाएपछि र मैले चाहिँ तपाईँहरूलाई चाहिँ भिडियो बनाउँछु हजुरले चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ भन्दै मैले चाहिँ यो भिडियोबाट होइन मैले चाहिँ बिदा हुन्छु। हस्त, धन्यवाद है त।